मुटु भारी चोट लिएर वेदनाको भारी बोकेर उम्लिएको यो तातो रागत। मुटु भारी चोट लिएर वेदनाको भारी बोकेर उम्लिएको यो तातो रागत। शिरमाथि राखो बाल्दै काँडामाथि हाम फालेर बोकेको यो आक्रोश यो हो प्रतिशोध यो हो प्रतिशोध 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 प्रतिशोध। विवेक, तिमीले आमालाई सेवा गरेको देख्दा मलाई कस्तो खुसी लाग्छ विवेक। के भन्नु नि, मलाई तपाईँको प्रस्ताव मन परेन, मुखैमा भन्थे। मेरो पनि यो गाउँको इज्जतको सवाल छ, अनि यो गाउँले सबैले मलाई विश्वास गर्छ। ठिक हो पुरा तपाईँको कुरा, कस्तो पापी मन है। अनि दिदी, खेततिर काम गरेर नातिको कमाइ चाहिँ कति हुन्छ नि? खै नानी, कति नै हुन्छ र। बरु मैले भनेको मान्नुस्, उता मेरो बुढाले काठमाडौँमा मेन पावर खोल्नु भएको छ। राम्रो कामको डिमान्ड आएको छ रे, महिनाको 1 लाख कमाइ पनि हुन्छ रे। बेलैमा विचार गर्नुस् है दिदी। सुन त, त्यो दाउको बुढीले सबै गाउँलेलाई बहकाउँदैछ रे त। सबैको छोराछोरीलाई विदेश पठाउँ, त्यहाँ त डलरै डलर कमाइ हुन्छ रे भनेर प्रलोभन देखाउँदैछ रे त। भोलि घरमा केही भयो भने, सानो केही भयो भने 1 रुपैयाँ पैसा छैन, अनि तेरो आँटले हुन्छ? मम्मी, एकैचोटि हरेस नखानु त, मलाई पहिला काम गर्न त दिनुस्। विदेशमा कमाउने पैसा म यही नेपालमै बसेर कमाइहाल्छु नि। ला दिदी, हजुरको त्यत्रो जग्गा जमिन छ, त्यसमा नातिले परिश्रम गर्यो भने विदेशमा कमाउने पैसा यहीँ कमाइहाल्छ नि। हो त बाबु, म नातिसँग सल्लाह गर्छु है। ल ल मास्टर, अलि सोच विचार गरेर हिँड्नु। तपाईँको पनि छोरी छ, त्यो छोरीलाई भोलि केही भइहाल्यो भने नकर दावा, मेरो छोरीलाई भोलि केही गरिस् भने तँलाई छोड्नेवाला छैन मैले। दावा, ओइ दावा। हजुर लालु काका, भन्नुहोस्। मैले के सुन्दैछु, तँलाई र मलाई त मास्टरले त कानुन लाउँदैछ रे, तैँले सुनेनस्? खै लालु काका, मैले कडा बोलेको थिएँ त्यसलाई। तपाईँको आदेश अनुसार त्यही भएर हो कि? हो, त्यो मैले त्यहाँबाट जाने बित्तिकै त्यो कुरा मैले सुनेको रहेछ। हामीलाई तिनीहरूले कानुन कारबाही गर्छ रे, हामीलाई त के गर्न सक्दैन भन्छ रे तिनीहरूले। के गरेर देखाउनु पर्यो हामीले, बुझिस्? के गर्न सक्छ तँले? गर्न त गर्न सकिन्छ लालु काका, तर गर्ने चाहिँ के? तिनीहरूलाई के गर्ने म भन्छु। मेरो घर आइज, भाइलाई पनि खबर गर। हवस्। किन दावा सर, म त यहाँ कुखुराले दाना हाल्दैछु। मुखियाबालाई के भनेको थिइस्? मुखियाबाले त यहाँ भूकम्प ल्याउनु लाग्यो त। मैले पनि त्यही सोध्दै थिएँ, आज भूकम्प आउँछ भनेर। भन्नुहोस्, मैले के सेवा गर्नु पर्यो मेरो खानलाई? तुरुन्त यहाँ मेरो घर आइज। हस्। ओइ मास्टर, तिमीलाई जति सम्झाए पनि लाग्दैन है। त्यही त भनेको। ओइ मास्टर, तैँले मलाई चिनेको छस्? के बोलेको? हेरेको दिउँ? चाहिँदैन चाहिँदैन, मैले भनेको मास्टर मुखियालाई चिनेको छ? चिनेको छु। दुखी गाउँलेको रगत चुसेर त्यसको ब्याज खाने लिनेलाई म चिन्दैन त? हेर मास्टर, हामीले गाउँको बलो गर्नु खोजिरहेछौँ, तिमीलाई के को आपत्ति? आपत्ति छैन। तपाईँको आफ्नो मेन पावर छ, मुखिया बासँग पैसा छ। के तपाईँहरूले यो गाउँको युवा युवतीलाई बिना ब्याज, बिना कमिसन, बिना जितोको
राम्रो काममा विदेश पठाउन सक्नुहुन्छ त? हेर्नु मास्टर, उनीहरूलाई म बिना कमिसन बिना धितो पठाउन तयार छु, तर त्यसको बदलामा तपाईँले उनीहरूको ऋण ब्याज तिर्न सक्नुहुन्छ भने म तयार छु। हो बल्ल पढेको कुरा आयो। चुप! हेर मास्टर, तिमी आफ्नै काम गर्नु, हामीलाई काम गरी खानु दिनु, धेरै समस्याबी नबन्नु। समाजसेवीसँग है यो गाउँको बुबा आमा दाजुभाइ दिदीबहिनी सबै मेरो घर परिवार हो, बुझ्यो दादा? सबै तपाईँको परिवार हो भने तपाईँको घरमा ल्याएर पाल्नु नि त, सक्नुहुन्छ? कसरी पाल्नु? आफूलाई त केही पर्यो भने कसरी पाल्नु भएको छ? होइन दाबा, घरमा गएर छलफल गरौँला। मास्टर काका ए नानी पो किन पो हो? के होइन काका, बजारमा मुखिया र उसको केटाहरूले हजुरलाई धम्काउँदै थियो त। छोड्देऊ नानी, त्यसको धम्कीले म डराउने होला छैन। बरु भन तिम्रो कामले कति सफलता पाउँदैछ? हुँदैछ काका, म यो काममा हार मान्नेवाला छैन र सबैलाई बुझाएर म आफ्नो तर्फ लिएर आउँछु। ठिक छ लीला नानी, हार चाहिँ कहिले नमान्नु है। मान्दिनँ काका, म हार मान्दिनँ। नानी, जो कुरा अहिले सुनेको छ कसैले नभन है। किन र? त्यसमा रहस्य छ। काका अलिकति त डर मान्नुपर्छ होला। छोड्देऊ नानी, त्यो दावा र मुखियालाई कानुनी रूपमा म जेल हालेर छोड्छु तिनीहरूलाई। अनि उनीहरूलाई जेलमा हाल्न सकिन्छ र काका? लालु काका, यति भनेपछि त्यो मास्टर हाम्रो पछि अब लाग्दैन होला नि? मेरो पावर देखेपछि डराइहाल्छ नि, अनि कसरी पछि लाग्छ? चुप! फेरि मेरो पावर फेरि अर्को देखाउँ? होइन पुग्यो, तपाईँको पावरले गर्दा के? छोडिदिनुहोस् यसको कुरा लालु काका। बरु मास्टरले बाँड्ने काम गर्यो भने गर्ने के? तैँले भने कुरा सही हो। सोझाउनले घिर्सेन भने बङ्गाउनु नै आउँछ मलाई। त्यसलाई गएर सम्झाइदिए, तेरो पछाडि म छु। हुन्छ हुन्छ, जो हुकुम म त्यही अनुसार गर्छु। विवेक, ओ विवेक। अरे लिना, तिमी कताबाट आइपुग्यौ? खै के भन्नु? हेर्नु मास्टर, उनीहरूलाई म बिना कमिसन बिना धितो पठाउन तयार छु, तर त्यसको बदलामा तपाईँले उनीहरूको ऋण ब्याज तिर्न सक्नुहुन्छ भने म तयार छु। हो बल्ल पढेको कुरा आयो। चुप! हेर मास्टर, तिमी आफ्नै काम गर्नु, हामीलाई काम गरी खानु दिनु, धेरै समस्याबी नबन्नु। त्यही भएर मास्टर काकालाई भेट्न गएको, उल्टो रहस्य छ भन्दै कुरा टार्दैछौ। त्यसमा पनि त मास्टर काकाले पनि त केही सोच्नु भएको होला नि? खै म त यो राजनीति जान्दिनँ, तिमी चाहिँ के गर्छौ भन त? खै के गर्ने लिना, घरको आर्थिक अवस्था कमजोर छ, कतैबाट 1 रुपियाँ आम्दानी छैन। त्यही भएर म पनि विदेशतिर जाउँ कि भनेर सोचिरहेको छु। महिनाको 1 लाख रुपियाँ तलब पनि हुन्छ अरे। ओहो, 1 लाख तलब? जाऊ न त जाऊ। साँच्ची भनेको हो, साँच्ची भनेको। भोलि त्यही 1 लाखमा आमालाई सुन लाएर मक्खा पार्न त सक्छौ, तर आमा बिरामी भएर ओछ्यानमा पर्दा तिमीले भेट्न सक्छौ? तिमी यो के कुरा गर्दैछौ लिना? म सही कुरा गर्दैछु विवेक। तिमी पैसाको कुरा मात्रै नगर, पैसा पैसा भनेको छन्। खै यो पैसाले यो देश समाजमा युवाहरू भेटेका छन्? छैन। हाम्रो युवाहरू सबै विदेश, अनि हाम्रो देश युवाविहीन होइन। त्यही पनि लिना, खै मैले यता काम गर्ने वातावरण नै देखेको छैन। देखेको छैन भन्ने होइन, हामीले हाम्रो दृष्टि पहिचान गर्नु पर्यो। के काममा हो त्यसपछि आफ्नो काममा लाग्नु हुँदैन? हो, खै के गर्नु? खै के गर्नु भन्ने होइन, मैले भनेको मान्नु। बाबु, ओ बाबु, नाति किन कति कराइरा कि? म कराएको होइन,
तर एकछिन मेरो नि कुरा सुन्छस् कि? के कुरा सुन्नु? खै मैले सुनेको त विदेश जान्छस् कि क्या हो बाबु? ल विदेश जान्छु हजुरआमा, तर मेरो बाउ छैन, आमा छैन। तपाईँलाई मैले बढाइरहेको छु, हुर्काइरहेको छु। म विदेश गएपछि तपाईँलाई कसले हुर्काउँछ? मेरो मात्रै कुरा नगर्न, तेरो पनि भविष्य हेर्छस् कि बाबु? हेरिरहेको छु हजुरआमा, हेरिरहेको छु। मेरो भविष्य हेरिरहेको छु। तपाईँकै काखमा लुटुपुटु गरेर यहीँ तपाईँसँगै जिन्दगी बिताउन चाहन्छु। त्यसो नभन न मेरो नाति। अनि के भन्नु त? तपाईँलाई म छाडेर कहीँ जान सक्छु त? महिनाको 1 लाख छ अरे त नाति। 1 लाख? त्यस्ता जब 1 लाख त मै दुःख गरेर कमाइ गरेर तपाईँलाई दिन्छु हजुरआमा। ल जेसुकै गर, भनेको मान्दैन, जति सम्झाउँदै नहुने। अनि तिम्रो हाँसिलो अनुहार किन अँध्यारो छ त? के हुनु दिदी, यो गाउँमा भलो गरौँ भनेको, तर मुखिया बाबा काकाहरू जस्ताले गर्दा केही गर्न सकेला जस्तो लाग्यो। किन र? के भयो? के हुनु, मास्टर काकालाई धम्काउनु अनि विवेकलाई लोभ्याउनु, गाउँका मान्छेहरूको कानमा 1 लाखको लोभ देखाउनु। मेरो कुरा पो कसले सुन्ने? अब विवेक पनि विदेश जाने भन्दैछ। तिमीले त सक्दो गर्न नै खोजेको हो, त्यही पनि हरेस नखाऊ है। हरेस त खान्न दिदी, त्यही पनि अलि डर लाग्छ। डराएर हुँदैन बहिनी, तिमी निडर बन। तिमी जुन हिसाबमा गाउँको लागि हिँडेको छौ त्यो बिस्तारै सफल हुन्छ। त्यही भएर त म छाती फुलाएर भन्छु म लिनाको दिदी भनेर। नफुर्काउनु दिदी। मैले फुर्काएको होइन, मैले त गर्व गरेको हो। ल हिँड भित्र जाऊ। होइन हौ बुढा, त्यो मुखियाले गाउँको सबै ऋण तिर्दै म ऋण धितो मुक्त गरेर पठाउन तयार छु भन्छ त, के साँच्चै गर्ला र? खै के विश्वास गर्ला रे। तर मेरो भएको जग्गा जमिन सबै बेचेर उनीहरूको ऋण तिर्न पुग्दैन। पुगे त म सबै बेचिदिन्थेँ नि। अनि बुढा, मेरो माइती दिदीको त्यो पहाडी जग्गा बेचेर पुग्छ त? पुग्न त पुग्छ। फेरि हाम्रो छोरीको भविष्य के होला? हाम्रो समाजमा छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी, यो भनेको उखान त सुनेकै होला। सुन्न त सुनेको बुढा, अब के पो गर्ने होला? गर्न त गर्ने हो सीता। मुखियाको कानुनी रूपमा उनीहरूको सबै पोल खोल्ने विचार गरेको छु मैले। फेरि मुखिया जाइ लाग्ने पो हो कि? हेर सीता, जाइ लागे मेरो समर्थनको मान्छेहरू सबै आइलाग्छ नि। ल बुढा, तपाईँले जे विचार गर्नुहुन्छ गर्नुहोस्, म भित्र गएँ है। मुखिया बा मास्टर त जाने भयो त। कता जाने भयो? गाउँ छोडेर? अलिकति त डर मान्नु पर्छ होला। छोड्थ्यो नानी, त्यो दावा र मुखियालाई कानुनी रूपमा म जेल हालेर छोड्छु तिनीहरूलाई। अनि उनीहरूलाई जेलमा हाल्न सकिन्छ र काका? जति सम्झाएर पनि भएन। अब आउँला माङ्गो गर्नुपर्ने नै भयो। बुझे लालु काका। ल म त्यसको तयारीमा लागेँ। ल हिँड माइला। ओ विवेक दाइ, ओ
अनि के काम ल्यायो भाइ? काम त के हुनु भाइ, दाउदाईको बुढीले हाम्रो हजुरआमा कानमा केही फुसफुदिसिन् पनि खालि विदेश जा भनेर चौपट छ। मेरो पनि हालत त्यस्तै छ। आमाले खालि क्यार 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 गरेर हैरान छ। अनि तपाईँले के सोच्नु हो दाइ? के सोच्नु? विदेश जाउँ, यहाँ आमालाई हेर्ने कोही छैन, फेरि केही परिहाल्यो भने खल्तीमा 1 रुपियाँ छैन। त्यही भएर म त दोधारमा परेछु भाइ। मलाई पनि त्यस्तै दोधार छ दाइ। खै केही दिमागै लाउन सकेकै छैन, केही सोच्नै सकेको छैन। त्यही त मेरो पनि त्यस्तै छ। बरु मास्टर काकालाई भेटेर पो सल्लाह गर्ने हो कि? जाउँ न त दाइ, जाउँ मास्टर काकातिरै जाउँ। लालु काकाको काममा बाधा नगर भनेर कतिचोटि भन्ने हो? सोझो हिसाबले नबुझेपछि लौराको हिसाबले त बुझ्यो होला नि होइन दादा? अवश्य बुझ्यो। काकी, ए काकी, मास्टर काका, ए मास्टर काका। ए बाबुहरु रहेछ। नमस्ते काकी। नमस्ते बाबु, नमस्ते। कति कामले आउनु भयो तिमी? काम त के हुनु, मास्टर काकासँग केही सल्लाह गरौँ कि भनेर हो काकी। हुन त हुन्थ्यो बाबु, तर उहाँ त बजार जानु भएको छ। हो र काकी, हामी पनि त्यतै जान्छौँ। त्यतै भेटेर हामी सल्लाह गरौँला नि त। ल बाबु, हुन्छ। के कसो छ यार, ल जाउँ। हुन्छ हुन्छ ल। हुन्छ हुन्छ भाइ, ल काकाले लिएर जाउँ ल। काका, हो काका, काका, हो काका, काका। चेतनको बाबालाई के भयो? बाबु, विवेक काका, बाबा उठ न, उठ। उठ न। चेतनको बाबा उठ न। काका, ए काका, काका, ए काका। भन्नु न, भन्नु। चेतनको बाबा किन चुप लाएर बस्नुहुन्छ? भन्नु न। मास्टर काका, तपाईँले हालतमा कसले पुर्याएको? भन्नु मास्टर काका, म त्यसलाई छोड्नेवाला छैन। तिमीहरूले के गर्नु पर्दैन बाबु, यसले मलाई रिसिभै लिएको। म आफै चौकीमा गएर निवेदन दिएर आउँछु। पर्दैन के बुढा, कस्तो कुरा बुझ्नु नभएको। चौकीमा जान्छु भन्दा त यो हालतमा पुर्यायो भने फेरि जाँदा कुन हालतमा पुर्याउला, के गर्ला? काका, भन्नु न, कसले यस्तो गरेको तपाईँले? हो काका, कसले गरेको? कसले हुने नि, त्यही मुख्यले त हो, मलाई जसले। लालु काकाको काममा बाधा नपुरा भनेर तँलाई मैले कतिचोटि भन्ने हो? देखिस् यसको परिणाम के हुँदो रहेछ? त्यही त दाइ। काका, एकचोटि मुखियाकोमा जाउँ न त। तपाईँलाई के कारणले यस्तो गरेको रहेछ? हो काका, जाउँ। म
जान्छु विवेक कहिले छोरीलाई धम्की अहिले मेरो बुढालाई यस्तो हालत बनायो म पनि छोड्दिनँ त्यो मुखियालाई ल अब राम्रो तरिकाले कुरा गर्न आदेशमा नआउनु सुतेर आराम गरिराख्नु है नमस्कार मुखिया काका। नमस्कार नमस्कार। नमस्ते लालु काका। के कामले आउनुभयो? ओके काम त के होइन मुखिया बा, मास्टर काकालाई कसले पछाडिबाट लटी हानेर घाइते बनाएको रहेछ, त्यही कुरा गरेर आएको नि। मैले पनि सुनेको थिएँ। बिचरालाई कस्तो छ? कस्तो हुनु नि, टाउकोमा 6वटा टाका लगाएको छ, बुझेर पनि नबुझेको जस्तो गर्नुहुन्छ। काकी शान्ति शान्ति, अघि काकाले भनेको बिर्सिनु भयो? के भन्यौ तिमीहरूले? मैले हिर्काएको हो र? ए माइला, तैँले मास्टरलाई हिर्काएको हो र? होइन मुखिया बा, म आफ्नै गाउँहरूको दाजुभाइलाई पनि यस्तो गर्छु होला त। माइलाले पनि गरेको होइन रहेछ त। अनि कसले गर्यो त? जसले गरे नि मुखिया बा, तिनीहरूले तपाईँकै नाम लिएको छ त। हेर यो गाउँमा कसले के गर्छ, कसले के गर्छ, सबले मेरो नाम लिने बित्तिकै मैले गरेको हुन्छ त? कसले के गर्छ गर्छ, त्यो मास्टर पनि गल्ती छ। त्यो मास्टर काम बिगार्दै हिँड्छ, अनि उसँग दुश्मनी कति छ को कसले हिर्काएर मेरो नाम लियो होला, होइन त माइला? हो मैले त सम्झाएको मात्रै हो भाउजू। आज दाइलाई, भोलि छोरीलाई, पर्सि तपाईँलाई पनि फेरि होला। नाम मुखियाको लिएको अरे, अनि सबै मुखियाको टाउकोमा हालेर हुन्छ? प्रमाण छ तपाईँहरूसँग? प्रमाण त छैन मुखिया बा, तर फेला पर्यो भने तपाईँहरूको उचित हुनेवाला छैन। ल विवेक बाबु, आक्रोशमा नआउनु। बरु मैले भनेको कुरा राम्रोसँग सोच्नु। अहिले तिमीहरू जाऊ, हाम्रो यहाँ सल्लाह छ। हस् नमस्कार, अहिले हामी जान्छौँ। टाउको फुटेपछि केही कुरा पस्यो कि त्यसको दिमागमा?